हामी पीडितहरूलाई हस्तान्तरण गर्ने काम सम्पन्न भएको छ। साथै ठुलो महत्त्वपूर्ण कुरा हो यो पुनर्निर्माणको हकमा अथवा विपद व्यवस्थापनको हकमा एउटा ठुलो महत्त्वपूर्ण काम छ। यसको लागि चाहिँ विशेष गरेर यो पहल गर्ने हाम्रो पाँचखाल नगरपालिकाका नगरप्रमुखले एकदम 40% सहभागिता रहेछ। मलाई खुसी लाग्यो। सबै नगरपालिका विभिन्न ठाउँमा कुरा गर्दा 20% सहभागिता गरेर पनि पर भाग्नुहुन्छ। यो कसरी ल्याउने कहाँ पैसा जुटाउने भनिरहेको देखिरहेको छु, सुनिरहेको छु मैले। 40% सहभागिता पनि छ। यो ठुलो कुरा हो। नगरपालिकाले यति ठुलो कदम चाल्नु राम्रो कुरा हो र चाहिँ अनि साथसाथ अब यो हेबिटेटदेखि लिएर विभिन्न सङ्घ संस्थाहरू यसमा सामेल हुनुहुन्छ। उहाँहरू सबैलाई धन्यवाद दिन चाहन्छु। किन विपदको कारणले गर्दा काभ्रे जिल्ला ज्यादै जोखिमयुक्त अवस्थामा छ। भोलि पनि विपदको घटनाहरू कुनै पनि बेला घट्न सक्छन्। चाहे भूकम्प होला, चाहे आगलागी हो, चाहे बाढी वर्षा, हरेक हिसाबले हामी अप्ठ्यारो अवस्थामा छौँ। कहाँ कतिखेर के हुन्छ भन्न सक्ने स्थिति छ। हिजो अस्ति मात्रै हामीले बिपी हाइवेमा चाहिँ राति चाहिँ सवारी साधन सबै बाटो खोलामा छ। ड्राइभर छ सबै खोला, बाटो जति खोलामा छ। अनि खोलामा कतिखेर पानी आउँछ थाहा छैन। माथि शिरमा पानी आउँछ, तल सवारी साधन हिँडिरहेको हुन्छ, समस्या पर्छ। यो चाहिँ बेलुका चाहिँ राति उज्यालोमा त हेरेर अगाडि बढ्ला, जोगिला। राति त थाहा हुन्न। यो हुँदैन भनेर हामीले केही कदमहरू चाह्यौँ। यो बाहेक पनि पूर्व तयारीको कार्यक्रमहरू विभिन्न पूर्व तयारीको छलफल हामी व्यापक गरेका छौँ। विभिन्न विषयगत क्षेत्रहरूलाई समेटेर विषयगत क्षेत्रहरूलाई सबैलाई काटेर आफ्नो काम जिम्मेवारी दिएर पटक पटक छलफल गराएर उहाँहरूको जिम्मेवारी बोध गराएर काम गरिरहेको छौँ। डिपिआरपी बनाएर अझै अपडेट गरेर अगाडि बढाएको छौँ। पुरानो डिपिआरपी थियो, त्यसरी मौसम कार्ययोजना बनाएर अगाडि बढाएको छौँ। विपद जोखिम न्यूनीकरण व्यवस्थापन प्राधिकरणले पनि मौसम कार्ययोजना बनाएको छ। त्यसलाई आधार लिएर हामीले कामहरू गरिरहेका छौँ। सुरक्षा निकायहरू एकदम परिचालन भएको छ। स्थानीय स्तरमा विपद भोलिन्टर डेभलप गर्ने कामहरू सशस्त्र परिवारले गरिरहेको छ। अहिले कार्यक्रमहरू सुरु पनि हुँदैछ यहाँ। त्यसले गर्दा चाहिँ पूर्व तयारीमा बढी ध्यान दिनुपर्ने हुन्छ, प्रिपेयर्डनेसमा ध्यान दिनुपर्ने हुन्छ हामीले। अनि यी कुराहरू गर्दै जाँदाखेरिमा अब विपदको बेलामा राहत र उद्धार पनि महत्त्वपूर्ण हुन्छ। राहत र उद्धारमा सुरक्षाकर्मीहरू स्थानीय भोलिन्टियरहरू खट्नुपर्ने हुन्छ। त्यसको लागि चाहिँ इक्विपमेन्ट्सहरू कमी छ। यो सशस्त्र परिबलको यस हिसाबले म अहिले भर्खर भन्दै हुन्छु, विपदको बेलामा डोरी पनि नभएर जो मान्छे जोगाउन सकिन्न। डोरी समेत नभएर समस्या छ। बोट रबर बोट भएन भने पनि समस्या छ। अथवा चाहिँ त्यो बोटहरू भयो भने पनि मान्छे जोगाउन सकिन्थ्यो रातिको समयमा। विभिन्न किसिमको सामग्रीहरू चाहिँदो रहेछ। के हो होइन। हामी चाहिँ एकदम त्यसमा असाध्यै पछाडि छौँ। त्यो सामग्री नहुँदा हाम्रो जनशक्ति हेरेर पुरेर बस्नुपर्ने परिस्थिति हुँदो रहेछ। यहाँबाट सामान बोकेर लिएर गएर उहाँ कहाँ पुर्याउँदाखेरिमा अनि त्यो हुँदैन। अर्को कुरा ठाउँ ठाउँमा हामीले त्यो राहत सामग्रीहरू बेलैमा हामीले राख्यौँ भने अप्ठ्यारो परेको बेलामा हामीले प्रयोग गर्न सक्ने स्टक पाइलिङ भन्छ त्यसलाई, त्यो पनि आवश्यक छ। धेरै कुरा छ। विपद व्यवस्थापनमा हामीले काम गरिरहेछौँ। विपद व्यवस्थापन प्राधिकरणको सिइओ साहब आज हाम्रो माझमा हुनुहुन्छ। उहाँ यहाँ आएर हौसला बढाउन आउनु भएको छ। उहाँलाई धेरै धन्यवाद दिन चाहन्छु। यो बाढी पहिरोबाट धेरै आक्रान्त काभ्रे जिल्लामा हामीले गर्नुपर्ने कामहरू धेरै छ। हामीले प्रारम्भिक रूपमा धेरै कामहरू त गरेका छौँ। अझै पनि यो डिडिए कामलाई चाँडोभन्दा चाँडो सम्पन्न गरेर जोखिमयुक्त बस्ती पहिचान गरेर बस्ती हस्तान्तरण गर्ने कुरा ठाउँ ठाउँमा सार्नुपर्ने कुरा छ, महत्त्वपूर्ण छ। त्यस्तै गरेर चाहिँ यो क्लस्टरहरू खानीहरू विभिन्न कारणले गर्दा एकदम चाहिँ हिजो अघिल्लो वर्ष ठुलो नोक्सान भएको थियो। यसको पनि अध्ययन गरेर भौगोलिक रूपमा अध्ययन गरेर काभ्रे जिल्लालाई हामी कसरी सुरक्षित गर्न सक्छौँ, कुन बस्ती असुरक्षित छ, त्यसलाई कहाँ राख्दा ठिक हुन्छ, यो सबै अध्ययन पनि आवश्यक हुन्छ। हामीले विद्युत प्राधिकरणलाई अनुरोध गरिरहेका छौँ विज्ञ टोली खटाएर यी कुराहरूमा अघि गर्न पाएदेखि भविष्य पर्यन्त काभ्रे जिल्लामा विपदको घटनाबाट हामीले जनतालाई जोगाउन सक्छौँ भन्ने त्यस्तो किसिमको सोच छ। जिल्ला विपद व्यवस्थापन समितिले लिखित रूपमा लेखेर अनुरोध गरिसकेको स्थिति पनि छ विपद प्राधिकरणलाई। सिइओ साहब भर्खर 1-2 महिना अगाडि मात्रै जोइन गर्नुभएको छ। उहाँको एकदम एनर्जेटिक मान्छे हुनुहुन्छ। धेरै यसमा चाहिँ पक्कै पनि काम हुन्छ। यो कुरा भने मैले यो आज यो हस्तान्तरण कार्यक्रममा सहभागी हुनु पाएँ। भवनहरू साह्रै राम्रो कुरा छ। मैले अहिले पनि भनिसकेँ। नगरपालिका यो हेबिटेट संस्थाहरूलाई सबै धन्यवाद दिएर चाहिँ म धेरै नभनिकन यो कामको असाध्यै सराहना गर्दै अझै कामहरू अगाडि बढ्दै जाउन्, अन्य पालिकाहरू पनि बढ्दै जाओस्, यस्ता यी कामहरू सबैतिर होस् भन्ने म आग्रह गर्दै हाम्रो विपद प्राधिकरणको सिइओ साहबलाई धेरै धेरै धन्यवाद र स्वागत गर्दै म भनाइ अन्त्य गर्न चाहेँ। धन्यवाद छ।